नमस्कार सम्पूर्ण दर्शकबिन तथा महानुभावहरू। आज हजुरहरूलाई चाहिँ एउटा एकदमै महत्त्वपूर्ण भिडियो लिएर आएको छु। हजुरहरूले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। पक्कै पनि एउटा डाइरेक्ट सेलिङ कम्पनीमा हरेक मान्छेलाई सफलता हासिल गर्न मन लाग्छ। डाइरेक्ट सेलिङ बिजनेस एउटा यस्तो किसिमको बिजनेस हो, एकचोटि तपाईँले बिजनेसलाई बिल्ड गरिसकेपछि तपाईँ फरेभर तपाईँ बिल्ड गर्न सक्नुहुन्छ। हरेक वर्षको लागि तपाईँले त्यहाँबाट पैसा कमाउन सक्नुहुन्छ, आर्थिक स्वतन्त्रता प्राप्त गर्न सक्नुहुन्छ। त्यसै गरी हाम्रो देश नेपालमा यो डाइरेक्ट सेलिङ कम्पनी लिएर निमित्त कतिजनाले उहाँहरूले पहल गर्नुभयो। उहाँले डाइरेक्ट सेलिङ बिजनेसमा लिएर निमित्त जुन आफ्नो तह तबकाबाट जुन एउटा प्रयास गर्नुभयो, उहाँहरूलाई विशेष धन्यवाद। र साथसाथै हाम्रो नेपाल सरकारलाई पनि विशेष धन्यवाद। यो एउटा नेपालमा यो एउटा प्रत्यक्ष बिक्री प्रणाली लिएर निमित्त उहाँहरूले जुन एउटा कदम चाल्नुभयो, एकदमै उहाँहरूप्रति साँच्चीकै एउटा डाइरेक्ट सेलिङ कम्पनीमा हामी जो कोहीलाई पनि एउटा सफलता चाहिन्छ। ती सफलता प्राप्त गर्नको निमित्त हामीले धेरै प्रयासहरू गर्नुपर्ने हुन्छ, धेरै मेहनतहरू गर्नुपर्ने हुन्छ। विशेष गरेर आज चाहिँ म तपाईँहरूलाई डाइरेक्ट सेलिङ बिजनेसमा हामी कसरी सफल हुन सक्छौँ भनेर तपाईँहरूलाई 5वटा टिप्स लिएर आएको छु। र नम्बर 1मा रहेको छ बिल्ड रिलेसनसिप। यदि हामी कोही पनि मान्छेसँग हामी कुरो गर्छौँ भन्दाखेरि हामी एकैचोटि आफ्नो जुन चाहिँ कम्पनीको प्रोडक्टहरू छ त्यसको बारेमा कुरो गर्नु राम्रो हुँदैन। हामीले सुरुमा कुरा गर्दाखेरि हामी कसरी हुन्छ एउटा आफ्नो जुन चाहिँ आत्मविश्वास भयो, जुन चाहिँ आफूमा एउटा छुट्टै किसिमको सम्बन्ध विस्तार गर्नु पर्यो। त्यो सम्बन्ध विस्तार भइसकेपछि बल्ल हामीले आफ्नो कम्पनीको प्रोडक्टको बारेमा होस्, आफ्नो बिजनेसको बारेमा होस्, हामी ती कुराहरू हामी भन्न सक्छौँ। र बल्ल तपाईँको अर्को सेकेन्ड पर्सन मान्छेले पनि तपाईँलाई एउटा ट्रस्ट गरेर तपाईँको बिजनेसमा जोडिन सक्छ। त्यसै गरी नम्बर 2मा रहेको छ बी कन्सिस्टेन्ट एन्ड डिसिप्लिन। यदि तपाईँ डाइरेक्ट सेलिङ बिजनेस गर्दै हुनुहुन्छ भने एक दिन गरेर हुँदैन, 2 दिन गरेर एटलिस्ट तपाईँले 3 देखि 5 वर्ष तपाईँले डाइरेक्ट सेलिङ बिजनेसमा यदि सफलता पाउनको लागि तपाईँले यतिसम्मको तपाईँले काम गर्नै पर्ने हुन्छ, बल्ल तपाईँले सफलता हात पार्नुहुन्छ। डाइरेक्ट सेलिङ बिजनेसमा तपाईँले सिक्नुपर्ने हुन्छ, सिकिसकेपछि बल्ल तपाईँले त्यसलाई आफ्नो टिममा तपाईँलाई इम्प्लिमेन्ट गर्न सक्नुहुन्छ। त्यसै गरी नम्बर 3मा रहेको छ नो योर प्रोडक्ट। यदि तपाईँ यो बिजनेस गर्दै हुनुहुन्छ भने तपाईँलाई कम्पनीको प्रोडक्टको बारेमा थाहा हुनु पऱ्यो र कम्पनीको प्रोफाइल यो चाहिँ कस्तो खालको कम्पनी हो तपाईँलाई थाहा हुनु पऱ्यो। जबकि तपाईँलाई कुनै पनि मान्छेलाई तपाईँ प्रोस्पेक्ट गर्नुहुन्छ, कुनै पनि मान्छेलाई आफ्नो कम्पनीको बारेमा तपाईँले बताउनुहुन्छ, जानकारी गराउनुहुन्छ भने तपाईँले प्रोडक्टको नलेज यदि तपाईँसँग छैन भने तपाईँले एक्सप्लेनेसन गर्न सक्नुहुन्न। कम्पनी कस्तो खालको कम्पनी हो कम्पनीको बारेमा, त्यसले गर्दाखेरि यी चिजहरूलाई चाहिँ तपाईँले थाहा हुनु। र त्यसै गरी अर्को नम्बरमा रहेको छ 4 नम्बरमा डेभलप योर पर्सनल ब्रान्ड। अहिलेको 21औँ शताब्दीमा हरेक मान्छेले सोसल मिडियाहरू प्रयोग गरिरहेका हुन्छन्, सञ्जालहरू प्रयोग गरिरहेका छन्। त्यसले गर्दाखेरि यदि तपाईँ सामाजिक सञ्जालमा यदि कुनै पनि किसिमका पोस्ट गर्नुहुन्छ भने तपाईँले एउटा आफ्नै बिजनेसको बारेमा पोस्ट गर्नुहोस्, जुन चाहिँ त्यो प्रोडक्टले जुन एउटा हरेक मान्छेमा सकारात्मक सन्देश जाओस् र यी प्रोडक्टले गर्दाखेरि साँच्चीकै हाम्रो जीवनमा एकदमै महत्त्वपूर्ण भूमिका खेलोस्। तपाईँले त्यसको बारेमा मजाले लेखेर तपाईँले सामाजिक सञ्जालमा पोस्ट गर्न सक्नुहुन्छ। त्यसै गरी नम्बर 5मा रहेको छ ट्रेन एन्ड डुप्लिकेट योर टिम। यदि तपाईँसँग भएका जो टिमहरू छ त्योमा तपाईँ यदि सिकेका कुराहरू छन् आफ्नो टिमलाई पनि तपाईँले सिकाउनु पऱ्यो। आफूमा सिकेका कुराहरू डुप्लिकेसन गर्नु पऱ्यो। र जबकि तपाईँले सिकेको कुराहरू आफ्नो टिममा तपाईँ इम्प्लिमेन्ट गर्नुहुन्छ भने तपाईँको टिमले पनि सिक्छ। कुनै पनि सेमिनारहरू भयो, प्रोग्रामहरू भयो, तपाईँले ती प्रोग्रामहरू आफ्नो टिमका मेम्बरहरूलाई लिएर जानु पऱ्यो। यदि जानुहुन्छ भने उहाँसँगै लानुहुन्छ भने पक्कै पनि उहाँहरूले पनि केही न केही कुराहरू सिक्नुहुन्छ र सिकेका कुराहरू उहाँहरूले आफ्नो बिजनेस पार्टनरहरूलाई आफ्नो जति पनि जो बिजनेसमा जोडिनु भएको छ उहाँहरूले सेयर गरेर राम्रो इन्कमहरू जेनेरेट गर्न सक्नुहुन्छ। आज हजुरहरूलाई डाइरेक्ट सेलिङ बिजनेसका 5वटा टिप्सहरूको बारेमा जानकारी गराएँ। हजुरलाई यो भिडियो कस्तो लाग्यो, सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सनु होला। आउने दिनहरूमा हजुरहरूले कस्तो किसिमको भिडियोहरू हेर्न चाहनुहुन्छ कमेन्ट बक्समा आफ्नो कमेन्ट पनि गर्न नबिर्सनु होला भन्दै हजुरहरूको दिन शुभ रहोस्। हस्त, थ्याङ्क यू सो मच।